नमस्ते सम्पूर्ण साथीहरुमा। आज फाइनली नेपालमा एसई को रिजल्ट पब्लिस्ड भइसकेको छ। सबैभन्दा पहिले त एसई मा पास हुनुहुने सम्पूर्ण साथीहरुमा धेरै धेरै बधाई व्यक्त गर्दै र उहाँहरुको आउने फर्दर स्टडीको लागि पनि धेरै धेरै शुभकामना भन्दै आज तपाईले त्यो एसई को रिजल्टलाई आफ्नै मोबाइलमा कसरी तपाईले घरबाटै चेक गर्न सक्नुहुन्छ त्यो कुरा म तपाईहरुलाई आज बताउन गइरहेको छु। जसका लागि तपाईले सबैभन्दा पहिले आफ्नो मोबाइल फोनमा रहेको क्रोम ब्राउजरलाई ओपन गर्नुपर्ने हुन्छ। क्रोम ब्राउजर ओपन गरिसकेपछि तपाईले यहाँनिर see.ntc.net.np टाइप गरी सर्च गर्नुपर्ने हुन्छ। सर्च गरिसकेपछि तपाईले यो पेज देख्न सक्नुहुन्छ। यो पेज देखिसकेपछि तपाईले यदि आफ्नो रिजल्ट मात्र हेर्न चाहनुहुन्छ भने यहाँनिर सिम्बल नम्बर भनेको ठाउँमा चाहिँ आफ्नो सिम्बल नम्बर टाइप गर्नुहोला। अल्फाबेट पनि तपाईले टाइप गर्नुपर्ने हुन्छ र यदि तपाईले चाहिँ पुरै ग्रेड सिट हेर्न चाहनुहुन्छ भने तपाईले माथि रहेको यो ग्रेड सिट भन्ने ट्याबमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि तपाईले यो पेज देख्न सक्नुहुन्छ। म यहाँनिर तपाईहरुलाई एउटा एक्जाम्पल देखाउन गइरहेको छु र म यो सिम्बल नम्बर भनेको ठाउँमा चाहिँ मेरो सिम्बल नम्बर म टाइप गर्दै छु। मैले सिम्बल नम्बर यहाँ पेस्ट गरिसकेको छु र मेरो अल्फाबेट रहेको छ एक्स र त्यसपछि मैले यहाँनिर डेट अफ बर्थ भनेको ठाउँमा चाहिँ जन्ममिति हामीले यही फर्म्याटमा चाहिँ टाइप गर्नुपर्ने हुन्छ। म टाइप गर्दै छु 2065 ड्यास रहेको छ हाम्रो फर्म्याटमा र हामी ड्यासै टाइप गर्नेछौँ। 11 महिना ड्यास 5 गते टाइप गरिसकेपछि चाहिँ तपाईले यहाँनिर रहेको यो सर्च रिजल्ट भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी क्लिक गरिसकेपछि तपाईले चाहिँ आफ्नो ग्रेड सिट सहितको रिजल्टलाई यसरी हेर्न सक्नुहुन्छ। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ तपाईको चाहिँ जीपीए 2.96 भनेको छ। यसरी तपाईले आफ्नो एसई को रिजल्टलाई चाहिँ घरमै आफ्नै मोबाइलबाट सजिलै हेर्न सक्नुहुन्छ। धन्यवाद।